यो चाहिँ तपाईहरु यस्तो हुन्छ है, हामीले चाहिँ ठ्याक्कै यस्तै गरेर स्केच गरेको चित्र दिएको हुन्छ। अनि तपाईहरुले चाहिँ यो लाइनिङलाई जसरी तपाईले हामीले पेनले कोर्छौं नि, सेम त्यसै गरेर पेपर कटर नाइफ हुन्छ, त्यसलाई चाहिँ यसरी बिस्तारै काट्दै काट्दै तपाईले त्यो टुक्रा आउँछ, टुक्रालाई चाहिँ बिस्तारै तपाईले गम लाएर यो पेपरमा टास्ने हो। काम चाहिँ तपाईको एकदम तपाईले हुन्छ नि अलिकति तपाईले ब्यालेन्स मिलाएर कट गर्नुहुन्छ भने एकदम सजिलो नि छ, त्यस्तो गर्नलाई केही गाह्रो हुँदैन। तपाईले त्यो काटेको टुक्रा हुन्छ त्यसमा गम लगाइदिने, त्यहाँ जसरी लगाएको छ नि सेम त्यसरी गम लगाउने। गम लगाएपछि अनि त्यसलाई चाहिँ ठ्याक्कै यसरी टाँस्दिने हो। तपाईले गर्ने त्यही नै हो, यसरी हेर्नु है, त्यो ठ्याक्कै जति तपाईले सेतो घेरा मात्रै जति छ त्यतिलाई मात्रै बिस्तारै काटेर निकाल्ने हो। यो चाहिँ एकदम सिक्नलाई पनि सजिलो हुन्छ, गर्नलाई पनि तपाईँ सजिलो हुन्छ। तपाईले अब आउट अफ भ्याली हुनुहुन्छ भने चाहिँ तपाईलाई हामीले प्रत्येक स्टेपहरुको यसरी एउटा एउटा पार्टको चाहिँ भिडियो बनाएर चाहिँ तपाईलाई पठाएर हामीले क्लास गराउने हो। अब यो चाहिँ काम तपाईले आफ्नै घरमा बसेर बिहान बेलुका दिउँसो राति जति बेला पनि गर्न सक्नुभयो। तपाई यस्तै पेपरहरु चाहिँ महिना दिन भित्रमा 200 वटा पेपर कम्प्लिट गर्नुहुन्छ घरमै बसेर भने नि तपाईको महिना स्यालेरी तपाईको 30,500 हुन्छ हैन। अब घरमा बसेर हो, हामी त गाउँतिरको मान्छे, अरु नि कामहरु हुन्छ, अब अलिअलि फुर्सदको टाइममा गर्छु भनेर दिनमा 4 वटा मात्रै बनाएर तपाईले महिना दिन भित्रमा 100 वटा पेपर बनाएर पठाइदिनुहुन्छ भने नि तपाईको ठ्याक्कै पाउने पेमेन्ट भने चाहिँ 15,500 रुपैयाँ हुन्छ। त्यति पनि भ्याउँदैन अब हैन। हामी चाहिँ यसो अलिअलि बिहान बेलुका एउटा दुईटा गर्छु भन्नु भने नि एउटाको तपाईले 75 रुपैयाँको दरले जति बनाउनु भएको छ त्यो अनुसार पनि तपाईले पेमेन्ट पाउनुहुन्छ। काम चाहिँ तपाईले ठ्याक्कै तपाईले पेनले जसरी हामीले कोर्छौं नि त्यहाँ माथि छापेको जसरी नै गर्ने हो। त्यो भन्दा केही छैन, त्यो जहाँनिर अन्डरलाइन गरेर कोरेर प्यारलली घेराहरू दिएको हुन्छ त्यसलाई नै काट्ने हो, अरु केही गर्नु पर्दैन। हेर्नु त यसरी काटेपछि ठ्याक्कै कहाँनिर टास्ने ठ्याक्कै त्यहाँ डोब हुन्छ, त्यसलाई सर्लक्क गम लाउने ट्याप्प टास्दिने हो। गर्ने यति हो, यो भन्दा अरु केही गाह्रो हुँदैन। तपाईले एक दुई चोटी एउटा दुईटा काट्न चाहिँ अलिकति अनकम्फर्टेबल हुन्छ, किनभने घेरा भन्दा दायाँ बायाँ जाला कि भन्ने हुन्छ। त्यसको लागि हामीले तपाईलाई सुरुमा 10-12 वटा पेपरहरु प्र्याक्टिस गराउँछौं। अनि प्र्याक्टिस गरेपछि अनि एउटै पेपर हुन्छ, गरेको गरे आज पनि त्यही गर्ने, भोलि पनि त्यही गर्ने, अनि गरेको गरेपछि इजी पनि हुन्छ, युज टु पनि हुन्छ, अनि गर्न पनि सकिन्छ। हाम्रोमा चाहिँ सुरुमा चाहिँ अलिकति सर कस्तो अप्ठ्यारो लाग्यो भन्नुहुन्छ, अनि अलिकति तपाईले हुन्छ नि केही टाइम अब 2-3टा प्र्याक्टिस गरेपछि कस्तो इजी हुँदो रहेछ, पेनले कोरेको जस्तै मजाले टेबलमा बसेर गर्न मिल्दो रहेछ, धुलो धुवा फोहोर नहुने भन्नुहुन्छ। अनि त्यही भएर धेरै मान्छेहरु पनि गर्नुहुन्छ। अब तपाईको आउट अफ भ्याली हुनुहुन्छ भने तपाईलाई चाहिँ सुरुमा चाहिँ तपाईले 2200 रुपैयाँ चाहिँ पेमेन्ट गर्नुपर्छ। अनि तपाईले 2200 रुपैयाँ पेमेन्ट गरेपछि तपाईको घरमा हामीले बनाउने सबै सामानहरु पठाइदिन्छौं। अनि पठाएपछि अनि कसरी काम गर्ने भन्ने कुरा तपाईलाई हामीले भिडियो पठाएर भिडियो हेरेर त्यसरी गर्न सक्नु भने हामी स्टेप बाइ स्टेप भिडियो पठाएर गराइदिन्छ। यदि त्यसरी गर्न सक्नु भएन भने तपाईलाई हामीले भिडियो कलको थ्रुबाट पनि कसरी काट्ने भनेर हामी यहाँबाट पनि काटेर देखाइदिन्छौं। गर्ने चाहिँ यही नै हो। अब तपाईहरु गर्न इच्छुक हुनुहुन्छ, गर्न चाहनुहुन्छ भने तपाईको नाम, नम्बर, घरको लोकेसन पठाइदिनु, हामी तपाईकै घरमा सामान लिएर आइदिन्छौं। सामान पाएपछि काम गर्ने सम्पूर्ण तरिकाहरु सिकाएर अनि काममा राख्छौं। हस्, थ्यांक यू सो मच। सोचेर विचार गरेर काम गर्नुस् है त।